सृष्टालाई धन्यवाद गर्छु हाम्रो गृहसुमा सिकनाउमा। यो चाहिँ हाम्रो शहीद लखन गाउँपालिका गोर्खा ताक्लुङको अहिलेको ठ्याक्कै कति बजे 5:30 बजेको भ्यू हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ है त साथीहरू। कस्तो लाग्छ हजुरहरूलाई हाम्रो गाउँ, यसो कमेन्ट पनि गर्न सक्नुहुन्छ। अनि म यो भिडियो बनाउँदै गर्ने क्रममा चाहिँ यहाँनिरको बुवा आमाले चाहिँ मलाई बोलाउनु भएको थियो कि के गरेको घाँस चार्दै हो भनेर। हेर्नु देख्न सक्नुहुन्छ बसेर चिया खाइरहनु भएको छ। ईश्वरलाई धन्यवाद, उहाँहरूको जोडीमा पनि परमेश्वर पिताको भरिपूर्ण आशिष। अनि यस्तो रमाइलो छ दृश्य। मैले यो खासमा भिडियो चाहिँ किन बनाएको भने तपाईहरुलाई मैले एउटा के देखाउन गइरहेको छु भने, हजुर भिडियो गरिरहेको छु। मोबाइल कसले हेर्छ अरे के, हेर्नु न त्यहाँनिर बसेर। ईश्वरलाई धन्यवाद। साथीहरू यस्तो छ हाम्रो दृश्य, देख्न सक्नुहुनेछ। अब मेरो घर चाहिँ म तपाईलाई देखाउँछु। ठ्याक्कै यहाँनिर रहेको चाहिँ यो चाहिँ मेरो माइतीको घर। अनि त्यहाँबाट चाहिँ तुलमाई म्याम आउँदै हुनुहुन्छ। हेर्नु न कस्तो राम्रो देखिरहेको छ है, चराचुरुङ्गीहरू उडेको अनि उनीहरूको आवाज। वाउ, ल हेर्न सक्नुहुन्छ है। यो चाहिँ के हो, चराको गुड रहेछ। फाइनली कुन चराको हो चाहिँ यसो कमेन्ट गर्नु होला है। कस्तो राम्रो, दुईटा मात्रै अन्डा रहेछ। हेर्नुस् राम्रोसँग, यसकै निम्ति चाहिँ मैले भिडियो बनाएको हो। कस्तो मजाले बनाएको हेर्नु त चराले, पुरा रुखको बिचमा अनि यस्तो तरिकाले बनाएको छ। फोटो पनि लिइदिइहालौँ न, मोबाइलै खस्यो पनि छैन बरु। ल फाइनली साथीहरू मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद ईश्वरलाई।